नेपालबाट हरेक वर्ष हजारौँ विद्यार्थी आफ्नो सुनौलो भविष्य खोज्न विदेश जान्छन्। तर सही गाइडेन्स नपाउँदा कतिको यो सपना अधुरै रहन्छ। युकेमा पढ्नका लागि अपर्च्युनिटीदेखि भिजा प्रोसेससम्मका सबै प्र्याक्टिकल कुरा र केही प्रश्न लिएर आज हामी आएका छौँ। एइसिसीमा 15 वर्षदेखि नेपाली विद्यार्थीहरूको सपनालाई साकार पार्दै आएको एइसिसी नेपालका कन्ट्री म्यानेजर शैलेश झासँग आज हामी कुराकानी गर्दैछौँ। हेलो सर। हेलो सर, एइसिसी नेपालमा झन्डै 15 वर्षदेखि छ। यति लामो जर्नीमा नेपाली विद्यार्थीहरूको ट्रस्ट कमाउन कति गाह्रो भयो? अहिले त मार्केटमा धेरै कन्सल्टेन्सीहरू छन्। यी भइसक्दा पनि एइसिसीलाई के कुराले डिफ्रेन्ट बनाउँछ? हामी यहीँबाट सुरु गर्छौँ। नमस्ते एन्ड थ्याङ्क यू फर दिस क्वेरी भावना। वन्डरफुल क्वेसन भावना, धेरै राम्रो सोधिन्। फर्स्टली सुनौरो भविष्यको लागि विद्यार्थीहरूले आफ्ना भविष्य ताक्दैछन् विदेशतर्फ। त्यो क्रममा एइसिसी पनि एउटा विद्यार्थीलाई सहभागिता जनाइदिने, राम्रो गाइडेन्स दिने, राम्रो काउन्सिलिङ सर्भिसेस दिने र विद्यार्थीहरूले के रोजिरहेछन्, के खोजिरहेछन्, विद्यार्थीहरू कहाँ अप्ठ्यारा परिरहेछन् त्यो सुनिदिने क्रममा हामी लास्ट 15 इयर्सदेखि हामीले यस्तो स्टिम्ड सर्भिसेस दिइरहेछौँ कि हाम्रा स्टुडेन्ट्सहरूले धेरै इन्टरनेसनल डेस्टिनेसन्सहरूमा राम्रो एजुकेसन, स्कलरसिप्स र गुणस्तर सर्भिसेस, भिसा सर्भिसेस, काउन्सिलिङ सर्भिसेसहरू पाइरहेछन्। त्यसमा हामी लास्ट 15 इयर्सदेखि राम्रो सर्भिसेस दिइरहेछौँ। सुनौलो भविष्य सँगसँगै अब नेपाली विद्यार्थीहरूले बाहिर गएर काम पनि गर्नुपर्ने हुन्छ, पार्ट टाइम वर्कको कुराहरू हुन्छ। अनि युकेमा पढ्दा पार्ट टाइम वर्कका के रुल्स छन्? पढ्दा डे टु डे एक्सपेन्सेस धान्न सकिन्छ कि ब्याक सपोर्ट केही चाहिन्छ? भेरी गुड क्वेसन। युके स्पेसलीको कुरो गर्दा युकेमा क्रेडिबल स्टुडेन्ट्सहरू, क्रेडिबल भनेको पत्याउनेको तात्पर्य यहाँ छ विद्यार्थीसँग पढ्ने एकाडेमिक्स, पढ्नको लागि ल्याङ्ग्वेज प्रोफिसियन्सी इङ्ग्लिस, बट भेरी इम्पोर्टेन्टली चाहिने पैसो उपलब्ध छ, फाइनेन्सियल एक्सेस छ भनेर विद्यार्थीले क्रेडिबिलिटी पाएर नै भिसा पाएका हुन्। त्यो पाइसकेपछि पढ्ने क्रममा विद्यार्थीले पढ्नका साथसाथ पार्ट टाइम वर्क पनि गर्न पाएका हुन्। पार्ट टाइम गर्दा विद्यार्थीले आफ्नो भिसा भन्नुको तात्पर्य उनको दायित्व पढ्नु हो, पढ्नु बाहेक पनि उनले पाएका अधिकार 20 घन्टा पार्ट टाइम काम गर्न पाउँछन् पर विक। त्यो सेसन भनेको 9 महिना, जब उनी विन्टर र समर गरेर 9 महिना पढ्ने बेलामा पाउँछन्। 3 महिना उनले टर्म ब्रेक पाउँछन्। त्यो टर्म ब्रेकमा उनी फुल टाइम काम गर्न पाउँछन्। र काम गर्दा नर्मली विद्यार्थीहरूले 10 पाउन्डदेखि लिएर 18 पाउन्डसम्म पाउन सक्छन्। अब यो सबै कुरो विद्यार्थीमा भर पर्छ। विद्यार्थी कति जुगाड छन्, विद्यार्थी कति आफ्नो सेन्स अफ रेस्पोन्सिबिलिटीले काम पनि गरिरहेछन्, पढि पनि रहेछन्, विद्यार्थीमा भर पर्ला। जुन टाइममा उहाँहरूले पार्ट टाइम जब गर्न पाउनुहुन्छ त्यो टाइममा आफ्नो अनुसार, आफ्नो क्षमता अनुसार काम गर्नुभयो भने आफ्नो डे टु डे एक्सपेन्सेस धान्न सकिन्छ। क्लोज टु 60 to 70% उहाँहरूले भेट्न सक्नुहुन्छ। बट इट डिपेन्ड्स। राम्रो पढेका छन्, राम्रो इङ्ग्लिस ल्याङ्ग्वेज कम्युनिकेसन गरेका छन् र म नेपाली हुँ भने बिर्सेर म विदेशमा पढ्न आएका हुँ, यही मेरो भविष्य मैले देख्ने हो भने मैले जे पनि गर्न म तयार छु। सबै सुख दुःख त्यही काम र क्रियाकलापले काम गरेर गर्ने हो भने धेरै पैसो पनि पाउन सक्छन्। पर आवर नर्मली अघि मैले भने 10 पाउन्ड मिनिमल पाउँछन्, तर त्यो 10 पाउन्डदेखि लिएर 18 पाउन्डसम्म पनि पाउन सक्ने परिस्थिति पनि हाम्रै स्टुडेन्ट्सले गरिदिने हो। त्यहाँ म यहाँ काम गर्न आएको होइन, म यो काम गर्दिनँ, त्यो काम गर्दिनँ, प्र्याक्टिकलिटी सोच र फ्लेक्सिबिलिटी सोच राखेनन् भने विद्यार्थीले नेपालबाट नै पैसा पठाउनु पर्ने पनि परिस्थिति अभिभावक र विद्यार्थीले बुझ्ने कुरो यावतै हुनु पर्यो। युकेमा पढ्न जाने विद्यार्थीहरूले प्राय रुसेल ग्रुपको नाम सुन्छन्। ओके, यो रुसेल ग्रुप भनेको चाहिँ के हो? ओके, एइसिसीले यो युनिभर्सिटीहरूलाई कसरी रिप्रेजेन्ट गर्छ? यी युनिभर्सिटीमा कसरी विद्यार्थीहरूलाई, गभर्मेन्ट बोर्डबाट आएका विद्यार्थीहरूलाई तपाईहरूले एडमिट गरिरहनु? भेरी ट्रिकी क्वेसन्स। यस भावना, थ्याङ्क यू फर दिस क्वेरी। हामीसँग
धेरै इन्टरनेसनल बोर्ड र नेपाली बोर्डका स्टुडेन्ट्सहरू दुवै रसेल ग्रुप चाहिँ बुझ्न आउँछन्। रसेल ग्रुप भनेको हरेक गभर्मेन्टले आफ्ना प्रतिष्ठित युनिभर्सिटीहरूलाई क्याटेगोरीमा बाँडेका छन्। साधारणतया बुझ्दा हामी नेपालकै कुरो गऱ्यौँ भने 1956मा हाम्रो त्रिभुवन युनिभर्सिटी यहाँ आएको हो र तत्पश्चात बाँकी युनिभर्सिटिजहरू खुले। तर सबैभन्दा चासो र एक्जेम्पलरी उदाहरण स्वरूप नेपालमा कुनै युनिभर्सिटीलाई लिन्छ भने त्रिभुवन युनिभर्सिटी मानिन्छ र त्यहीँबाट नै अरू युनिभर्सिटीहरूको पुनर्स्थापना भएको र त्यहाँबाट कन्सेप्चुलाइज भएर अरू युनिभर्सिटी खुलेको र त्यहीँबाट गएका प्रोफेसर प्राध्यापकहरू अरू युनिभर्सिटीमा गएर पनि लिडरसिपका रोल लिएका, प्रोफेसर पढाउनेका रोलहरू पनि लिएका जसरी हामीले देखिरहेछौँ। त्यस्तै हरेक कन्ट्रीमा टप ग्रुप अफ युनिभर्सिटी बनाइन्छ। युकेमा चाहिँ रसेल ग्रुप युके गभर्मेन्टले लिएको इनिसिएटिभ हो जसमा धेरै युनिभर्सिटीहरू पर्छन्। त्यहाँ युनिभर्सिटी भन्न जाँदा साध्य छैन, तर हामीले 15वटा युनिभर्सिटी चाहिँ युनिभर्सिटीहरू रिप्रेजेन्ट गरेर हाम्रा नेपाली बोर्ड र इन्टरनेसनल बोर्ड पढेका स्टुडेन्ट्सहरूलाई एडमिसन गराउन सक्छौँ। तर त्यसमा नेपाली बोर्डबाट जाने स्टुडेन्ट्सहरू सोझै ब्याचलर डिग्रीमा एडमिसन नपाउलान्। रिजन बिङ हाम्रो नेपाली एजुकेसन बोर्ड युकेको न्यारिक अर्थात् युकेको संस्था जसले इन्टरनेसनल क्वालिफिकेसनलाई एसेस गरेर मान्यता दिन्छ, तिनले नेपाली बोर्डलाई मान्यता नदिएर हाम्रा स्टुडेन्ट्सहरूले फाउन्डेसन इयर, इन्टरनेसनल फाउन्डेसन इयर 1 द्याट इज ब्याचलर डिग्री फर्स्ट इयर बराबर जस्ता कोर्सहरू पढ्न सक्छन्, डाइरेक्ट ब्याचलर नपाउलान्। अरू इन्टरनेसनल बोर्डबाट पाइएला स्कोर मिट भएकोमा, इङ्ग्लिस मिट भएकोमा। एइसिसीबाट युके जाने विद्यार्थीहरू बढी ब्याचलर्सको हुन्छ कि मास्टर्सको? भेरी गुड क्वेसन्स। त्यो मिक्स्ड ब्याग छ, तर पनि पोस्ट ग्रेजुएट स्टुडेन्ट्सहरू बढी छन्। रिजन बिङ पोस्ट ग्रेजुएट कोर्सेसहरू 1 वर्ष पढ्नुपर्छ। 1 वर्षमा मात्रै 9 महिना पढाइन्छ। 3 महिना त मैले अघि नै भने समर र विन्टर 1.5 महिनाको टर्म ब्रेक पाइन्छ। त्यसले गर्दा बढी स्टुडेन्ट्सहरू मास्टरमा जान्छन्। रिजन बिङ 1 वर्षमा 9 महिनाको मात्रै फन्डिङ कभरेज आफूलाई आवश्यकता पर्छ, जबकि अन्डर ग्रेजुएट कोर्स 3 वर्ष हुन्छ। इन्जिनियरिङ कोर्सेसहरू अनर्स हुन्छन् या स्यान्डविच इयर पढ्ने जानेहरू 4 वर्षको ब्याचलर डिग्री समेत हुन्छ। 3 वर्षदेखि 4 वर्षको ब्याचलर डिग्री भएकोले विद्यार्थीलाई फाइनेन्सियल कभरेज गर्नलाई हम्मै पर्छ। र पनि ओभरअल पर्सेन्टेजको कुरो गऱ्यौँ भने 70% हाम्रो पोस्ट ग्रेजुएट छन्। 30% स्टुडेन्ट्सहरू अफकोर्स अन्डर ग्रेजुएटमा पनि छन्, ब्याचलर डिग्रीमा पनि छन्। युकेमा मास्टरको एडभान्टेज के छ? अरू कन्ट्रीको भन्दा किन बेटर हुन्छ? ओके, मास्टर डिग्रीको एडभान्टेज जान्नुभन्दा अगाडि पहिले युकेलाई 7 तत्त्वमा बुझौँ। त्यहाँ बुझ्नु जरुरी छ। युके भनेको कुनै पनि फिल्ममा आमा जननी मानिन्छ है। म जे पनि भन्छु एउटा शब्द हेरौँ, हामीले लगाएका लुगाफाटा भनौँ, सडकमा हिँड्ने हामीले बनाएको ट्रान्सपोर्टेसनलाई भनौँ, कहाँबाट आयो? सिभिल इन्जिनियरिङ सडकको काम युकेमा विगत 4000-5000 वर्षदेखि चलिरहेछ। सो सिभिल इन्जिनियरिङको प्रमुख कामहरू नै क्याम्ब्रिज, युनिभर्सिटी अफ कलेज लन्डनबाट आएको मानिन्छ। युनिभर्सिटीकै पढाइ र शिक्षा दीक्षाकै कुरो गऱ्यौँ भने वर्ल्डमा सबभन्दा पुरानो ऐतिहासिक युनिभर्सिटी अक्सफोर्ड र क्याम्ब्रिज नै मानिन्छ। त्यहीँबाट पाद्रीहरू पढेर अमेरिका पुगे, जर्मनी पुगे र हामीले आज येल, स्ट्यानफोर्ड, मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी MIT नाम सुनिरहेछौँ। त्यहाँ युएसमा भएका धेरै पौराणिक र ऐतिहासिक युनिभर्सिटीहरू पनि युकेबाट नै गएका पाद्रीहरूले त्यहाँ हामी युएसएमा पनि शिक्षा दीक्षा चाहिन्छ भने युके मोडेल नै स्थापित गरे, जसलाई हामी युनिभर्सिटी ग्रान्ट कमिसन बुझ्छौँ। त्यो UGC युनिभर्सिटी ग्रान्ट कमिसन नै युकेको देन हो। सो यसबाट बुझौँ कि हाम्रा स्टुडेन्ट्सहरू कति लाभान्वित हुन सक्छन्, के अन्डर ग्रेजुएट के पोस्ट ग्रेजुएट। तर पोस्ट ग्रेजुएटमा हाम्रा विद्यार्थीहरूले बढी सहुलियत पाउँछन्। रिजन बिङ 9 महिनाको मात्रै फाइनेन्सियल कभरेज गर्ने र 1 वर्ष पाउने, र पनि ब्याचलर डिग्रीमा 65% एबभ मार्क्स भएको खण्डमा त्यहाँका टप रसेल ग्रुपदेखि सबै प्रोमिनेन्ट र टप क्लास युनिभर्सिटी आफूले रोजेका युनिभर्सिटीहरूमा पनि सहजै तरिकाले एडमिसन पाउने, जबकि तपाईँले अघि नै बुझ्नुभयो अन्डर ग्रेजुएटबाट नेपाली बोर्ड र अन्डर ग्रेजुएटमा एडमिसन पाउन गाह्रो छ।
युके भिजाको लागि क्यास लेटर र युके भिजा इमिग्रेसन इन्टरभ्यू एकदमै क्रिटिकल छ भन्ने कुराहरू पनि आउँछन्। अनि यो भिजा रिजेक्सनको एउटा रिजन चाहिँ के हो र एआइसिसीले इन्टरभ्यू प्रिपरेसनमा सपोर्ट गर्छ कि गर्दैन? यदि गर्छ भने केही चार्ज लिन्छ या लिँदैन? भेरी गुड क्वेसन भावना। फर्स्टली युके भिसा भन्नुको तात्पर्य मैले सुरुमै भने क्रेडिबिलिटीबाट युकेले भिसा दिएको हो हाम्रा इन्टरनेसनल स्टुडेन्ट्सहरूलाई। त्यसमा नेपालमा मात्रै होइन, सबै कन्ट्री हो। क्रेडिबिलिटी भनेको पत्याउने कुरो हो। पत्याउने कसरी पत्याउने त? हाम्रा विद्यार्थीहरूको एज के छ, उनको पढाइ कुन वर्ष भएको हो, अर्थात् कति वर्षको ग्याप हो, ग्याप छ भने के गरेर आफ्नो ग्यापमा समय बिताए, किन पढ्न गएनन्, किन 1 वर्षपछि युके पढ्न सोचे, 1 वर्ष अपरान्त 2 वर्ष 4 वर्षपछि किन सोचे, ग्याप 4 वर्ष 5 वर्ष पनि राखेर स्टुडेन्ट्सहरू आइरहेछन् र पनि हामी सहजै भिसा दिलाइराखेका छौँ। हाम्रो भिसा क्लोज टु 80% एबभ भिसा सक्सेस छ युकेमा पनि। रिजन बिङ हामीले हाम्रो काम सहुलियत तरिकाले हरेक क्षण हरेक पाइलामा विद्यार्थीलाई प्रोपर सलिड र सुटेबल गाइडेन्स दिन्छौँ। जहाँ उनलाई जे आवश्यकता छ त्यसरी गाइडेन्स दिन्छौँ। के पढाइमा, के ग्यापमा, के इमिग्रेसनमा, के पैसोमा, के इन्टरभ्यू युनिभर्सिटीको इन्टरभ्यूबाट, के युके भिआई जुन इम्बेसीको इन्टरभ्यू बुझिन्छ त्यो इन्टरभ्यूमा पनि कसरी विद्यार्थीहरू इन्टरभ्यू सजिलै तर्छन् कट्छन् भनेर हामीले उनलाई मनोबल उच्च बनाउनलाई 4 राउन्ड होस् कि 40 राउन्ड होस्, हामीले छुट्टै काउन्सिलिङ गर्ने, एसओपी बनाइदिने छुट्टै सर्भिसेसका टिमहरू राखेका छौँ जसले हरेक स्टेजमा हाम्रा स्टुडेन्ट्सहरूलाई गाइडेन्स दिन्छन् र सहजै विद्यार्थीहरूले भिसा पाइरहेछन्। सो कुनै कठिनको कुरो छैन, तर विद्यार्थी सिरियस हुनु पर्यो। जसरी हामी बुझ्छौँ 2 हातले ताली बज्छ, ताली 1 हातले बजाउनु मिल्दैन। विद्यार्थी पनि त्यतिकै सिन्सियर र सिरियस हुनु पर्यो। हामी त पुरै सिरियस छौँ। जसरी पनि विद्यार्थीको सहजता र भिसा खुत्काउनेमा हाम्रो ध्यान हुन्छ। भिसाले जसरी पनि विद्यार्थीलाई गाह्रो नगरोस्, सहजै भिसा पाउन्। सो हरेक क्षण हरेक पाइलामा हामी सपोर्ट दिन्छौँ। यसमा स्कलरसिप अनि अफर प्रोसेसिङको के छ? ओके, युकेले धेरै तरिकाले विद्यार्थीलाई लाभ पुगोस्, धेरै डिडक्सन तरिकाले फिजहरू आफ्नो विद्यार्थीले स्पष्ट पारेर हुन्छ अफरमै। त्यो अफरमा आएको स्कलरसिप्स विद्यार्थीको पढाइबाट पनि हुनसक्छ, नेसनालिटी नेपालबाट आएका पनि हुन सक्छन्। विद्यार्थीलाई फाइनेन्सियली बर्डन नहोस् भनेर युनिभर्सिटीले दिएका फन्डिङ सपोर्टहरू नाना प्रकारका हुन सक्छन्। चाहे कम्प्लिट फिज पे गरेर पाउने डिस्काउन्टदेखि लिएर अर्ली बर्ड मैले अफर लिएँ 1 महिनाभित्रमै लिएँ भने पनि मैले डिस्काउन्ट पाउनेदेखि लिएर आफ्नो पढाइको जिपिएको हाई जिपिएको तबरमा पनि पाउन सक्ने यी सबै स्कलरसिप्सहरू भिन्न भिन्नै लेभलमा भिन्न भिन्नै युनिभर्सिटीबाट हाम्रा विद्यार्थीहरूले पाएका हुन्छन्। अब यो स्कलरसिप्स भने कति पाउने, कसरी पाउनु भन्दा पनि तपाईँ हामीले के बुझ्नु पर्यो भने युकेमा भएको युनिभर्सिटिजहरूको नर्मल फिज 9,000 देखि लिएर 39,000 सम्म 9,000 to 39,000 पाउन्ड्स हुन सक्छन्। हाम्रा स्टुडेन्ट्सहरूले कदाचित 9,000 एबभकै फिज रोजे पनि हामीले उनलाई सहजै तपाईँहरूले ल तपाईँ 9,000 एबभकै फिजमा जान सक्नु, यु आर मोस्ट वेलकम, दिज आर द युनिभर्सिटी, यी युनिभर्सिटी छन्, यहाँ तपाईँले क्वालिफाई गर्नुहुन्छ, यसको यो भिसा प्रोसेस हो, यसमा यति फन्डिङ आवश्यकता पर्छ, यति स्कलरसिप र यति डिडक्सन पाउनुहुन्छ। यी सबै कुरो काउन्सिलिङमै आउटसेटमै लिस्ट दिएर नै जानकारी गराएको हुन्छ। त्यही पूर्वक विद्यार्थीले आफ्नो फाइनेन्सियल क्यापेसिटी, आफ्नो मोटिभेसन, आफ्नो सिटी अफ चोइस, आफ्नो युनिभर्सिटी र आफ्नो फाइनेन्सियल क्यापेसिटी भेरी इम्पोर्टेन्टली बुझेर नै ती युनिभर्सिटीहरू चुज गर्छन्, सेलेक्ट गर्छन् र तत्पश्चात अगाडि बढाउँछन् र चाहेको खण्डमा 1 देखि 1.5 महिनामा भिसा फाइल गर्न सक्छन् र तत्पश्चात विदिन अ मन्थ अर सो विद्यार्थीले आफ्ना भिसा आउटकमहरू पाउँछन्। अहिलेको यो विदेश जाने ट्रेन्ड बढिरहेको छ, अब त्यो त देखि नै रहेछ। यसले चाहिँ हाम्रो देशको इकोनोमीका लागि कस्तो हो, रेमिटेन्सको कुरा पनि आउँछ, अनि यसलाई कसरी लिनु भएको छ तपाईँले? ओके, भावनाजी धेरै इम्पोर्टेन्ट क्वेसन सोध्नुभयो। नेपाल गभर्मेन्टलाई सबभन्दा कुरो एउटा रिमिटेन्सको पक्षबाट हामीले यो एङ्गल हेरेका छौँ, जबकि हामीले नै
कुनै एउटा कम्पनीले पर्टिकुलर इन्डिभिजुअलले रोकेर यो सब समाधान हुने होइन। विद्यार्थीले आफ्नो सुनौलो भविष्य, आफ्नो ग्रोथ हेर्नको लागि इन्टरनेसनल एजुकेसन रोज्ने हो भने उनको यो दायित्व र उनको हकको कुरोहरू पनि आउँछ, अर्थात् कन्ज्युमर चोइसको कुरो हो। विद्यार्थीले बाहिर पढ्नको लागि सोचिरहेछन् भने यो ब्रेन गेन हो, यो ड्रेन होइन। यो भाषा बुझ्नुहुन्छ भने के बुझ्नु पर्यो, विद्यार्थीले गेन गर्न खोजिरहेछन् भने त्यसमा हामीले विद्यार्थीलाई उनलाई आफ्नो दायित्वले हामीले सकुशल रूपमा प्रोफेसनली गाइडेन्स दिएका हुन्छौँ र त्यहीबाट उनले सफलता पाएका हुन्छन्। कुनै पनि कन्ट्री हामीसँग गर्दा हामीले उनको प्रोफेसनल दायरामा रहेर विद्यार्थीहरूलाई सिधा बनाएको हुन्छ र त्यही अनुसार विद्यार्थी अगाडि बढ्नुहुन्छ र उनले हाम्रो स्ट्रिम सर्भिसेस पाएर भिसा सर्भिसेस पाइरहेछन् र सकुशल भिसा पाइरहेछ। सर, यो धेरै जसो लोवर मिडल क्लास र मिडल क्लासका स्टुडेन्ट पनि लोन लिएर विदेश पढ्न जाने भन्ने छ अहिले। यस्तो अवस्थामा यो इन्भेस्टमेन्टलाई कति वर्थ इट लाग्छ तपाईँलाई, अनि रिटर्न कस्तो पाउनुहुन्छ तपाईँले? ओके, हामीले यसमा के बुझ्नु पर्यो भने हाम्रा इन्टरनेसनल स्टुडेन्ट्स र अभिभावकहरूले सबैभन्दा इम्पोर्टेन्ट कुरो के बुझ्नु, म विदेश किन गइरहेको छु है। विदेश जाने धेरै अभिभावक विद्यार्थीको मनमा के हुन्छ, यो त बच्चा यहाँ केही नगरेर पलायन गर्ने कुरो कदम कदाचित होइन। भ्रमार्थ के छ भने विदेश जानुको तात्पर्य यहाँ केही गर्नु नसकेर विदेश गएका पनि छन्। दुवै परिवेशमा विद्यार्थीले गृह कार्य गरेर अभिभावकले सुनिश्चित तरिकाले विद्यार्थी र आफ्नो फाइनेन्सियल क्यापेसिटी बुझेर गर्दै हुनुहुन्छ भने यो रिटर्न अफ इन्भेस्टमेन्ट हुन्छ होइन। कुनै तबदमा म यहाँबाट उम्केर, अर्थात् मैले यहाँ पढ्न नसकेर यहाँ 2 वर्ष 3 वर्ष आफूले पढाइको ग्याप गरेर इन्ट्रान्सहरू लिएर पनि म बाहिर गइरहेको छु भने पनि त्यो कदम कदाचित गलत होइन। अर्थात् विद्यार्थी प्रि इन्फर्म छ, उनले अधिक र अधिक तरिकाले रिसर्च गरिसकेका छन्। यो कन्ट्री मेरो लागि सुनिश्चित छ, मेरो अभिभावकले यी युनिभर्सिटीमा सहजै एफोर्ड गर्न सक्नुहुन्छ, यो मेरो फाइनेन्सियल क्यापेसिटीको दायरामा पर्छ भने यो रिटर्न अफ इन्भेस्टमेन्ट नै हो। रिजन बिङ हामीले गरेका इन्टरनेसनल कन्ट्रिजहरू नेमली अस्ट्रेलिया, युएसए, युके, न्युजिल्यान्ड, क्यानाडा, आयरल्यान्ड जस्ता इन्टरनेसनल इङ्ग्लिस स्पिकिङ कन्ट्रिजहरूमा पढाइ बाहेक उहाँहरूले पार्ट टाइम वर्क, पोस्ट स्टडी वर्क, माइग्रेसन अपर्च्युनिटिजहरू पनि पाउनुहुन्छ, जुन विद्यार्थी अभिभावकले धेरै राम्ररी धेरै सहजपूर्वक हामी कहाँबाट बुझेर मात्रै चालेका प्रोसेस हुन्। त्यसैले यो ब्रेन गेन भनेर जुन मैले अघि उक्ति दिएँ त्यसरी बुझ्नु पर्यो, यो ब्रेन गेन हो, बिकज दे हेभ डन देयर होमवर्क, दे नो वाट दे आर एचिभिङ। मैले यो पैसा हालेर म के एचिभ गर्छु त्यो विद्यार्थी अभिभावक बुझ्दै हुनुहुन्छ र त उनले यति फन्ड्स म्यानेज गरे, जुन अघि मैले भने मिनिमम 9,000 एन्ड अबभ फिज, यो 9 रुपियाँ 900 रुपियाँ 9,000 रुपियाँको कुरो होइन। यो कदम कदाचित 14 लाख 16 लाख रुपियाँको कुरो हो। त्यति इन्भेस्टमेन्ट विद्यार्थीले गरेको कदापि होइनन्, अभिभावकले गरेका हुन्। अभिभावक र विद्यार्थी एलाइन्ड नबुझेर कदम कदाचित गर्नै सक्दैनन्। बुझ्नु भएको छ भने रिटर्न अफ इन्भेस्टमेन्ट पनि बुझिराख्नु भएको छ र त प्रोसेसमा आएका हुन्, यसरी बुझ्नु पर्यो। सो इट इज एक्जाम्पल फर बेस्ट फिट फर एभ्री वान। ओके, लास्ट क्वेसन सर, एआइसिसीको सर्भिस नेपालमा कहाँ कहाँ छ र विदेश पढ्ने जुन सपना देख्छन् अथवा सुनौलो भविष्यका लागि विदेश जाने सपना देख्ने नेपाली युवाहरूलाई तपाईँको म्यासेज के छ? अनि यसमै जोड्छु म, अनि जुन एरियाका स्टुडेन्ट एआइसिसीको फिजिकल एक्सेसमा छैनन् उनीहरूका लागि एआइसिसीले के अल्टरनेटिभ दिएको छ? भेरी गुड, एक्सलेन्ट। सो तपाईँले यो क्रममा के बुझ्नु पर्यो भने हामीले हाम्रा स्टुडेन्ट्सहरू धेरै भौतारी राख्नु नपरुन्। डोर स्टेप सर्भिसेसका लागि काठमाडौँमै 2टा अफिस राखेका छौँ, नेमली दिल्ली बजार र न्यू बानेश्वर। यो अहिले म बोलेको ठाउँ चारखाल दिल्ली बजार हो, टाइम्स कलेजको अपोजिटमा छौँ हामी। अर्को हाम्रो अफिस न्यू बानेश्वरमा स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कको ठ्याक्कै एडजेसेन्टमा छ। तत्पश्चात पोखराको रिनाउन्ड लोकेसन चिप्लेढुङ्गामा पोखरा ट्रेड मलमा 3 तला लेभल 3मा छौँ र चितवनमा शहीद चोकमा छौँ, ठ्याक्कै आइमी ग्लोबल ब्याङ्कको अपोजिटमा छौँ।
सही चोकमा। सो हामीले प्रोमिनेन्ट लोकेसन्सहरूमा हाम्रा अफिसहरू स्थापना गरेका छौँ जहाँबाट विद्यार्थीहरूलाई सोझै सर्भिस जाउन्। यु निडलेस वर्क एट एनी डिस्टेन्स। अहिले यहीँ हामी जहाँ बोलिरहेछौँ दिल्ली बजार, यो एकदमै पुतली सडक जुन इन्टरनेसनल एजुकेसन र एजुकेसन कन्सल्टिङ एजेन्सीका बारेमा बुझिन्छ त्यसको छेउमै हो, नियरली 10 to 15 मिनट्स अफ वक। सो हामीले यस्ता सर्भिसेसहरू दिनुको तात्पर्य हामी विद्यार्थी कहीँबाट अल ओभर नेपाल कहीँबाट सोचिरहेछन् भने यहाँ सजिलै पाउन एक्सेस छ। यसबाहेक विद्यार्थीले वाट्सएप, सोसल मिडिया च्यानल्सका मेसेन्जर होस्, फेसबुक होस्, इन्स्टाग्राम होस्, भाइबरमा होस् या भर्चुअली कल एमएस टिममा जुम सेसनमा पनि भर्चुअली लिङ्कबाट पनि उहाँहरू नेपालको कुनै ठाउँबाट, सङ्खुवा सभा होस् कि सिमीकोट होस्, जुम्ला होस्, हुम्ला होस् या मकवानपुर होस्, कहीँबाट पनि हामीसँग जुम र एमएस टिममा सर्भिसेसबाट भर्चुअली पनि काउन्सिलिङ गर्न सक्नुहुन्छ र इमेलबाट सबै डकुमेन्ट गरे पनि भिसा प्रोसेसिङ गर्न सक्नुहुन्छ। सो लङ विद्यार्थीलाई हेल्थ सर्भिसेस मेडिकल टेस्ट गर्नको लागि एकचोटि आउनै पर्ला र त्यही गर्दा मेडिकल र बायोमेट्रिक्स लिने सर्भिसेस दुवै एकसाथ मिलाएर 2-3 दिन काठमाडौँमा भयो भने पुग्छ। बायोमेट्रिक सर्भिसेस सबै सहरमा उपलब्ध छैन, त्यसैले यो सर्भिस लिनलाई काठमाडौँ आउनुपर्ने बाध्यता देखिन्छ। तर पोखरामा केही भिएफएसहरू खुला छन्, त्यहाँ पनि विद्यार्थीहरूलाई धौधौ छैन। पोखरामा नै केही भिएफएसका सर्भिसहरू बायोमेट्रिक्स पनि त्यहीँ गर्न सक्छन्, तर नट एक्ज्याक्टली मेडिकल सर्भिसेस, टेस्टिङ सर्भिसेसहरू यहाँ उपलब्ध बाहेक अरू सिटिजहरूमा छैनन्, एक्सेप्ट आइओएमका झापामा जहाँ हामीले भुटानी शरणार्थीहरूको क्लिनिकको लागि आइओएमले एउटा क्लिनिक स्थापना गरेको छ र काठमाडौँमा पनि छ त्यही क्लिनिक। यहाँ दुवै ठाउँमा मेडिकल सर्भिसेसहरू, क्लिनिकल टेस्टिङहरू हुन्छ। यी बाहेक हामीले दिएका सर्भिसेसबाट तपाईँले के बुझ्नु पर्दैन, हामी लास्ट 15 इयर्सदेखि छौँ। हाम्रो एउटै चाहना छ, विद्यार्थी कुनै वर्गका हुन्, जेहेन्दार हुन्, नेपालबाट बाहिर जान खोज्ने उनले सर्भिस खोजेका छन्, धेरै कन्सल्टेन्सीहरू सर्भिसेसहरू बुझ्न गइरहेछन्, उहाँहरू एकचोटि एइसिसीमा पनि आफ्नो इन्ट्रेस्टले आइदिनुहुन्छ, बुझ्नुहुन्छ भने हामीलाई पुरै विश्वास छ उहाँले हामीलाई पत्याउनुहुन्छ र हामी लगभग 8,000 भन्दा बढी विद्यार्थीहरू लास्ट 15 इयर्समा 100% स्कलरसिप लिएर पनि हरेक कन्ट्रिजमा प्लेस गरेर भिसा दिइरहेछौँ। त्यसबाट पनि तपाईँले बुझ्न सक्नुहुन्छ 8,000 भनेको कति हो र 15 इयर्समै 8,000 विद्यार्थीभन्दा बढी विद्यार्थीलाई भिसा लगाएर सफल हुने एजेन्सीलाई केही भन्नु पर्दैन, सूर्य देवतालाई प्रकाश देखाएको बुझिन्छ है। धन्यवाद। थ्याङ्क यू सर फर यर टाइम। थ्याङ्क यू। ग्लोबल आइएमए बैंक, सबैका लागि बैंक।